भएको छु। सुरुमा आज देशभरको मौसमी अवस्थाबारे जानकारी। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अझै यो वर्षाले केही समय निरन्तरता पाउने जल तथा मौसम विज्ञान विभागको भनाइ छ। मोन्थासँगै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको असर रहेकाले वर्षा भइरहेको मौसमविद गोविन्द झा बताउँछन्। उनका अनुसार आज तुलनात्मक रूपमा कोशी प्रदेशमा सबैभन्दा धेरै वर्षा हुनेछ। आज कोशी प्रदेशमा बढी वर्षा हुनेछ। बागमती मधेस र गण्डकीमा मध्यम वर्षा हुनेछ, मौसमविद झा भन्छन्। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्थाको प्रभाव कम हुँदै जाने र क्रमशः मौसम सुधार हुँदै जाने उनको भनाइ छ। आज साँझबाट अथवा भोलिबाट नै मौसममा पुरै सुधार हुन्छ र पानी पर्न रोकिएर वर्षा हुन 100% रोकिन्छ भन्ने होइन, मौसमविद झा अगाडि थप्छन्। मोन्थासँगै न्यूनचापीय प्रणालीले पनि जलवाष्पयुक्त हावा फालिरहेकाले पानी परिरहेको छ। मोन्था र न्यूनचापीय प्रणालीको प्रभाव कम हुँदै गएपछि त्यसैको अनुपातमा मौसममा पनि क्रमिक सुधार हुने उनी प्रश्न पार्छन्। काठमाडौँमा आज पनि वर्षा हुने उनको भनाइ छ। काठमाडौँमा आज पनि वर्षा हुनेछ। अपराह्नपछि केही समय भने हुनेछ। मौसमविद झा भन्छन्, हिजोको जस्तो आज काठमाडौँमा वर्षा हुने छैन, तर वर्षा भने हुन्छ। अपराह्नपछि केही कम हुन्छ, केही समय पानी पर्ने, रोकिने र फेरि पर्ने हुन्छ। आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा वर्षा हुँदा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए। बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्थाका कारण बिहीबारदेखि देशका धेरै स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेश र मधेस प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा हिमपातको पनि सम्भावना रहेको छ। मोन्था चक्रवातका कारण भएको बदलीपछि शुक्रबार सबैभन्दा बढी मोरङको सुन्दरहरेसामा 252.4 मिलिमिटर वर्षा भएको छ। यो अति धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताएका छन्। उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। यस्तै पछिल्लो 24 घण्टामा झापामा 175 मिलिमिटर वर्षा भएको छ भने इलाममा पनि 158 मिलिमिटर